Hello everyone, welcome to my vlog after a long time. आज चाहिँ हामी लेखतिर जाँदैछौँ। सब केटाहरू यहाँ छ बब्बाल पारामा है। चक्कु यहाँ अनि कुकुरो देखा त बब्बाल छ अनि काफल सापल हान्ने आज बब्बाल भलक आउँछ। यहाँ चाउ छ है गाइज। यहाँ बब्बाल छ आज भलक केटाहरू सब पराई केटाहरू दामी गुर्तो खै गुर्तो चक्कु छ यहाँ है। भन्छ ए पारा हो है बब्बाल आज रैला हान्ने रैला सब आयो है। दामी अब चाहिँ हामी सबैजना लेकको लागि हिँडिसक्यो। केटाहरू टक्क भाले साले बोकेर चाउचाउ सब दामी छ है। भाले देख्यो दामी। आज लास्ट इन्जोय गर्ने प्लान छ। अनि म चाहिँ यहाँ यो चेक केटाहरू सब जाँदैछौँ हिँडेको। अब हामी लेकको लागि निशाना गर्दै टक्क बाडेर ल है हामी आधो बाटोसम्म पुगिसक्यो लेकतिर जानलाई। केटाहरू सब केटाहरू ल है आज लेख्दा कुरो देखा हो ल दामी केटाहरू हो बब्बाले केटाहरू हिँडिसक्यो लेकतिर आज। केटाहरू रेस्टमा बसिसके यहाँ थाक पनि लाग्यो। टक्क दामी भाले देखा त हाम्रो आज यसको चाहिँ कटिङ बब्बा यो चाहिँ हाम्रो गाउँ अछाम बर्थडे प्लेस हामी जन्मेको ठाउँ। यहाँ पुरै भ्यू है दामी छ। आज चाहिँ हल्का कुहिरो लागेर हल्का कम देखिरहेछ। आज अब हामी यो चाहिँ सल्लाहको बोटहरू हो एकदम हेभी छ। अब यहाँ सब हामी यहाँनिर गले मार्नु पऱ्यो भन्दाखेरि थाक मार्नु पऱ्यो। सकाइ पनि लागिसक्यो हेभी धेरै भयो हिँडेको। ले त wow beautiful. This is a grassy pool, rusty pool. ल है गाइस काफल दिस इज अ काफल हो। यो चाहिँ काफलको रुखमा पुगिसक्यो। जुन कुरा हामी काफलै खान आएको थियो त्यो चाहिँ फाइनल्ली काफल चाहिँ खाँदैछौँ टक्क। यो चाहिँ काफल हो खासै पाकेको रहेन रहेछ। यो चाहिँ हाम्रो नर्सिङमाले काफल पाकेको भेटाइरहेछ। ल गाइस फाइनल्ली काफल पनि भेटियो। दिस इज अ ब्युटिफुल अछाम। ल केटा हामी चाहिँ हाम्रो जक्सनमा पुगिसक्यो। यहीँ हाम्रो पाटे भान्सा लाग्छ। केटाहरू काट्नलाई रेडी भइसक्यो यो भालेलाई। केटाहरू बबाल पारामा आगो जलिसक्यो। यहाँ आगो बलिसक्यो। केटाहरू छ यस्तो छ यहाँबाट भ्यू टप भ्यू यहाँबाट पुरै हाथ तो धोइसक्यो नि र। तर पानी खाने बटकुन लिएको छु। एउटा मैले मनले चाहिँ जसो गाडी भइसक्यो धेरै बनाउनु
ल है गाइज हाम्रो खानपिन स्टार्ट भइसक्यो केटाहरू सब खाना बस्नु सकिसक्यो ल्याम्म हानिरहेको छ मेरो यहाँ टोपमा हो ड्याम्म छ यहाँ केटाहरू सब खाना स्टार्ट भइसक्यो